हेलो कता हो तिम्रो घर नानी कता हो तिम्रो घर ए यो खोर्सानी यसलाई निकालिदिउँ भनेर गरेको तेल पो बढिहालेछ अब यो तेल एउटा बोटुकोले म चाहिँ खानाले थिएँ म टमाटर त कोनाकै छोडेर खाएको सबै ए अनि उठाइदिनु भएको होइन सबै कि होइन नि आधी निकालेर त्यसलाई पोका पारेको थिएँ टमाटर एउटै छैन नि ए ल सक्दैछ त्यसो भए टमाटर नखाँदा पनि हुन्छ तर ग्यास्ट्रिक हुन्छ टमाटर लगायत फाइनली अहिले चाहिँ हामी होइन मन्दिरतर्फ आइसकिसकेको छौँ तपाईँलाई मन्दिरको नजारा देखाउँछौँ है त त्यसपछि पछाडिको भ्यू है त अगाडि देख्न सक्नुहुन्छ माथि चाहिँ बनिँदैछ होइन मन्दिर यताबाट चाहिँ पुरानो मन्दिर थियो भत्काएर यता नयाँ बनाउँदैछ पहिला चाहिँ बाँस र टिनको थियो होइन अहिले चाहिँ सिमेन्टको माथि बनाउँदैछ वेलकम टु द न्यू ब्लग गाइज आज चाहिँ होइन म भोजपुर जाँदैछु होइन आजभन्दा 1 वर्ष अगाडि म भोजपुर गएको थिएँ होइन आज फेरि जाँदैछु होइन तपाईँहरूलाई म देखाउँछु लगायत हाम्रो मान्छेहरू चढ्दैछ होइन यात्रु चाहिँ भोजपुरसम्मको भोजपुरसम्म चाहिँ जाँदैन आधीसम्म जान्छ यो लगायत हामी चाहिँ हिँड्यौँ त अब हाम्रो यात्रातर्फ अहिले चाहिँ हामी बोटबाट झरिसकेको छौँ है त गाइस खाजा खाने ठाउँ चाहिँ यता छ कोप्चे माथि यो गाडी चाहिँ यताबाट लाग्छ यता गाइस यहीँबाट चढेर हामी डाइरेक्ट पुण्यतिर जान्छौँ यतापट्टि चाहिँ भर्खर नयाँ झुङझुङ्गे पुल बनाएर पहिला थिएन होइन हेर्न सक्नुहुन्छ यहाँ चाहिँ बस्ने चौतारा छ पहिला चाहिँ थिएन होइन हिजो अस्तिसम्म थिएन भर्खर नयाँ बनाएर रहेछ यता आउने जाने मान्छेलाई सजिलो भयो यता भनौँ न निकै सजिलो भयो पारीकोलाई आउने जानेलाई तल हेर्न सक्नुहुन्छ बारा क्षेत्रको तमर खोला यस्तो छ है त गाइस दामी बनाइदिएको रहेछ अहिले परबाट चाहिँ हाम्रो नानीहरू आउँदैछ दामी बनाएर छ गाइस
हामी चाहिँ तलबाट आएको त अघि देख्न सक्नुहुन्छ त गाई जुङजुङे पुल यो चाहिँ भर्खर निर्माण गरेको रहेछ होइन। पहिला आउँदा चाहिँ थिएन, हिजो अस्तिसम्म थिएन अरे, भर्खर बनाएर रहेछ यता। एकदम दामी छ, जो सजिलो भयो यताको मान्छेलाई होइन आउने जानेलाई। र गाइस अहिले चाहिँ हामी भोजपुर पुग्ने आइमै त चाहिँ तल हाम्रो गाउँ छैन, देखाउँछु त माथि चाहिँ पुग्ने डाँडा गाइस। श्री दिमालुङ आधारभूत विद्यालय रहेछ। निकै मेन्टेन गरिसकेको छ। पहिला आउँदा चाहिँ गेटहरू केही थिएन होइन, अनि त्यस्तो मेन्टेन हानिसकेको छ। गाइस अहिले चाहिँ हामी तल कर्नेटारतिर जाँदैछौँ है। माथि पुण्य टार के अरे पुण्य डाँडाबाट तल छ हाम्रो घर चाहिँ। आइपुग्यौँ हामी चाहिँ फाइनली हामी तल गाउँमा। यस्तो भइसकेको छ हाम्रो खाएर गाउँ चाहिँ। तल चाहिँ बुबुको फाइनली हामी चाहिँ होइन हाम्रो घर आइपुग्यौँ। पहिला आजभन्दा 1 वर्ष झन्डै 2 वर्ष हुनु लाग्दा होइन आएको। यस्तो भइसक्यो त हेर्नुहुन्छ। यताबाट चाहिँ किचन छ, यो चाहिँ किचन रहेको छ होइन। यतापट्टि चाहिँ बाथरुम टोइलेट बनिसकेको छैन, पहिला चाहिँ बनिसकेको थिएन, अहिले चाहिँ बनिसकेको छ। यतापट्टि चाहिँ छुनाहरूको विष्णु छुनाहरूको घर, यतापट्टि भनेको मामाहरूको, यता भनेको कल्कीहरूको। हामी चाहिँ सबैभन्दा तल छौँ गाइस घर चाहिँ। यतापट्टि चाहिँ धान र कोदो छ। यतापट्टि चाहिँ मेरो कोठा छ। एकदम पिस छ है आजको चाहिँ, एकदम पिस लभरहरू चाहिँ आउन सक्नुहुन्छ होइन। एकदम पिस छ क्या, एकदम शान्त पिस, एकदम जो चाहिँ होइन नेचर मन पराउँछ होइन त्यो चाहिँ यता आउँदा हुन्छ क्या। भोजपुरतिर पाहाडतिर होइन एकदम शान्त छ है। हेर्न सक्नुहुन्छ बारीहरूमा चाहिँ अहिले मकै रोपिरहेको रहेछ। मकैको सिजन रहेछ है। मौसम चाहिँ एकदम दामी छ। हेरौँ है त गाइस, अहिले चाहिँ म होइन अन्त जङ्गलको बिचमा आएको छु होइन। देख्न सक्नुहुन्छ नजारा भोजपुरको होइन। अगाडिपट्टि चाहिँ पुरा घरै घर छ होइन। सबैले घर बनाइसकेको छ होइन। यता टोलमा हेर्न सक्नुहुन्छ।
तल छ यो चाहिँ माथिपट्टिको घरहरू है गाइस। मन्दिर चाहिँ यो जङ्गल उतापट्टि छ है। मन्दिर पनि बनिँदै छैन धमाधम। लगाइ अहिले चाहिँ होइन रात परिसकेको छ, नाइटको समय होइन। यस्तो छ है त हेर्नु। के अरे मामे त्यो चाहिँ भित्र राखिदिएछु। नाइटको समय यता चाहिँ हाम्रो माकोटा छ, माथिपट्टि सिनिङ छ। सिनिङ वाइट मर्निङ गाइज। अहिले चाहिँ उठ्यो होइन। अब चाहिँ हामी मन्दिरतर्फ जाँदैछौँ होइन। तपाईँहरूलाई मन्दिरको नजारा देखाउँछौँ है त। हाम्रो मन्दिर निर्माण हुँदैछ, कस्तो भयो, कतिसम्म भयो म देखाउँछु है त। म पनि आजदेखि श्रमदान गर्नु गइरहेको छु। 7-8 दिन कति गर्छु होला, त्यसपछि म घर फर्किहाल्छु होइन। देखाउँछु है त। यो चाहिँ मन्दिर जाने बाटो होइन, हेर्नु है त। यता छ यहाँदेखि यसरी बिहानको भ्यू है गाइस। यतादेखि जान्छ यता। मौसम चाहिँ सुहाना छ है। पहाडमा जे होस् तराईको भन्दा एकदम शीतल छ होइन। गर्मी महिनामा चाहिँ यता आउनु एकदम मजा हुन्छ है। मौसम ठिक्कको छ, गर्मी पनि हुँदैन, दामी छ। जङ्गलै जङ्गल, पहाडै पहाड, फाइन फाइन फाइन। हेरौँ न त गाइस, मन्दिर जाने बाटोको भ्यू है। कस्तो दामी छ त मौसम गाइस। मर्निङ भ्यू है यो चाहिँ। मन्दिर जान्छ यताबाट टक्क। गाइस यता चाहिँ जङ्गलमा डडेली लागेको रहेछ होइन। बच्चो जाने मन्दिरतर्फ। लगायत फाइनली अहिले चाहिँ हामी होइन मन्दिरतर्फ आइसकिसकेको छौँ। तपाईँलाई मन्दिरको नजारा देखाउँछौँ है त। त्यो चाहिँ पछाडिको भ्यू है त। अगाडि देख्न सक्नुहुन्छ, माथि चाहिँ बनिँदैछ होइन मन्दिर। यताबाट चाहिँ पुरानो मन्दिर थियो, भत्काएर यता नयाँ बनाउँदैछ। पहिला चाहिँ बाँस र टिनको थियो होइन, अहिले चाहिँ सिमेन्टको माथि बनाउँदैछ। हेर्नु है त त्यो मन्दिर। यतापट्टि चाहिँ किचन रहेको छ अनि उतापट्टि चाहिँ टोइलेट बनिँदैछ।
माथि चाहिँ मन्दिर छ हामी जाँदैछौँ होइन देखाउँछु तपाईँहरूलाई तल झर्ने ठाउँ चाहिँ डेन्जर रहेछ है बिस्तारै जानु फिलहाल अहिलेको लागि चाहिँ किचन यता रहेछ श्रमदान गर्नेहरूलाई जलपानको व्यवस्थापन यता हुँदो रहेछ यता अहिलेको लागि चाहिँ ल गाइस फाइनली म चाहिँ होइन माथि मन्दिरसम्म आइपुगेको छु यता चाहिँ मन्दिर चाहिँ होइन धमाधम बनिँदै रहेछ होइन निकै बनिसकेको छ पहिला चाहिँ उयो मात्र लगाएको थिएन किला मात्र गाडेको थियो अहिले चाहिँ निकै बनाइसकेको छ तपाईँहरूलाई म अगाडि नजारा देखाउँछु यता हेर्नु होला निकै बनिसकेको छ है लगभग यो मन्दिर बनाउनुको लागि चाहिँ 1 करोड जति चाहिँ एस्टिमेट गरेको छ होइन 1 करोडभन्दा बढी लाग्छ होला किनकि यहाँ चाहिँ पहाडमा चाहिँ सामानहरू एकदम महँगो छैन महँगाई एकदम बढी छ त्यसैले बढी जानु सक्छ 1 करोडभन्दा पनि यहाँदेखि चाहिँ भ्यू है मन्दिरदेखि पर देख्न सक्नुहुन्छ गाउँहरू छ एकदम हावा चलिरहेको छ एकदम जान्छ मौसम सुहाना लगायत अब चाहिँ हामीले फाइनली काम सकिसकेर होइन आजको दिन अब चाहिँ हामी घरतर्फ जाँदैछौँ होइन देख्न सक्नुहुन्छ है बेलुकाको नजारा अगाडिपट्टि चाहिँ बाङ हुनुहुन्छ अहिले चाहिँ हामी बाइकमा आएको थियौँ त्यो चामल उयो लिनु जाँदा के भएर आइसकेको छ देख्न सक्नुहुन्छ गाइस हुसिया माथि एउटा पानी पर्नु लागिसकेको छ सिमसिम आउँदैछ माथि छ एन्सरको टावर हुन्छ जाउँ न होइन हुन्छ ड्याम दिउँ त के हो कुकुरको फाइट ड्याम दिउँ त के हो त के भन्छ के मान्छ र अझ यताबाट चाहिँ छेवार छैन